चलो जे भए पनि भने पनि हामी कहिले पनि छुट्दैन क्या केटा हो डेली युज गर्ने क्या घरमा युज गर्ने कपडा बनाउनु पर्छ डल्ली भइसक्यो मै ए डल्ली भइसक्यो मै डोलको होइन हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल है अब हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आरामै छु यदि हजुरहरू मेरो च्यानल मन नयाँ हुनुहुन्छ भने चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला भिडियो मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु आज चाहिँ म रुमाको घर जाँदैछु घर किन गयो त भनेर हजुरहरूले टाइटल थमेलबाट पनि थाहा पाइसक्नु भयो होला आज चाहिँ म त्यो के अरे पिनालु र अनि त्यसपछि म यस्तो अलिअलि टिकटकहरू बनाउन गएको क्या किनकि घरमा त कोही छैन नि त आज फेरि कामै केही छैन घाँस काट्ने अनि त्यसपछि खानाहरू बनाएर दिने मिस्त्री दाइ काम गर्ने दाइहरूलाई अनि त्यसपछि हामी त्यसै घरसर सफा गर्ने घाँस काट्ने घाँस त म बिहानै काट्छ अनि त्यसपछि मम्मीले खाना बनाउनु हुन्छ अनि त्यसपछि काम सक्यो अनि त्यसपछि म चाहिँ नुहाएर आज चाहिँ यता रुमको घरमा जाँदैछु म एक्लै मलाई त डर पनि लाग्छ क्या फेरि दिउँसो भए पनि स्कुल पढ्ने बेलामा फेरि डरै लाग्दैन के लाग्दैन आजभोलि त झन् डर पो लाग्छ हो किन होला त्यस्तो हो धुलो कस्तो धुलो छ क्या यस्तो धुलो छ आज चाहिँ म कुर्ता लगाएको क्या मेरो कति वर्षपछि लगाएको क्या कति वर्ष भइसक्यो यो कुर्ता किनेर म पहिला नै उत्रै आज भने उत्रै छ कि त्यही भएर जुन कपडा पनि मिल्छ हो पहिला मोटा होइन नि त त्यही भएर पहिला नै यस्तै थियो आज पनि यस्तै छ कि आमाको घरतिर आइपुग्नलाई नि कति टाइम लाग्यो कि अनि 1 घन्टा 1.5 घन्टा नि लाग्यो हो म अब बिस्तारै नै हिँडेर भएर हो घाम प्रेसर लागेछ नि त म शीतलमा उभिँदै आएको हो क्या फोन चलाउँदै आएको अब चाहिँ म पुग्छ अहिले चाहिँ म यहाँ माथिको गाडी राख्ने ठाउँतिर आइसक्यो गाडी राख्ने ठाउँ त्यहीँ आइसक्यो यो झोलामा चाहिँ रुमाको मम्मीहरूले कसैले ल्याइदिएको होइन मैले केही कसैले ल्याइदिएको छैन ल रुमाले फेरि आश गर्ला यो त मैले ड्रेस ल्याएको क्या यहाँ भिडियो बनाउने भनेछ नि त हामीले त्यही भएर मैले चाहिँ कपडा लिएर आएको यो झोलामा चाहिँ मैले चाहिँ के ल्याएन किनकि म बिहा भएको छैन नि त त्यही भएर बिहा भएपछि मात्रै ल्याउँछु बिहा भएपछि मात्रै यहाँ भेट्न भनेको भेट्न रक्सी रोटी त्यतिखेर सबै लिएर आउने अब चाहिँ म यहाँबाट झर्छु ल रुमाले चाहिँ मलाई फोन गरिराखेँ कहाँ आइपुग्यो आयो कि आएन भनेर होला त्यो चाहिँ के गरिरहेको रहेछ है त मैले त्यसको फोन चाहिँ उठाएँ आइपुग्यो तल झर्दैछु अहिले चाहिँ रोडबाट पूजाको बहिनी यहाँ त मकै नै आइसकेको छु म चाहिँ यसरी हिँड्दैछु बाजा ए तयारी हो कोही म चाहिँ यहाँ माथि पूजाको घरबाट पानी खाएर अहिले चाहिँ म तल झर्दैछु ए बाटोमा के हो यस्तो
मैं वीडियो बनाइसकेन भाई तो रहेछ रे हो तो हमें तो सबलम ये Playas you. कुसुम Kusum adalah hai. Siapa benar adalah kusum. थो बारे Kita ketar kita melihat na. म यस्तो छाडे त ओइ Kita pasti kali. सही चाहिँ मेवा खाँदैछ रुमाले दिनुभएको दिनुभएको चाहिँ मैले किन भनेको भने उसले मिठो मिठो खुवायो भन्छ मैले सम्मान गर्छु नि त म फेरि मक्खै किन भने होला भनेर म फेरि मक्ख भएको किन दिनु भएको भनेर सम्मान गरे भनेर भाइ यस्तो कुरा त तर मेवा मलाई पहिल्यैदेखि मन पर्थ्यो पढ्न त ए हो मेवा आँपाहरू मिठो छ मिठो यो नानीले चाहिँ ऐसेरो टिपेर ल्याएको रहेछ हामी चाहिँ ऐसेरो खाना लाग्यो अब चाहिँ अरे ओइ नन्दी सौते भ्याउँ सौताले भेट्ला भाइ यति खाने होला नि तर मिठो भयो आइसेलो ऐसेलेको रुख अनि चाखम न मिठो छ मिठो छ हजुर घरमा हो ए ल आउनुहोस् ल ये सतम रह तो अब चाहिँ हामी मेकअप सेकअप गरेर हामी चाहिँ अब भिडियो सुट गर्छ मेकअप पनि खुब राम्रोसँग गर्छ अलिअलि मात्रै गर्ने क्या धेरै नगर्ने सनस्क्रिन र फाउन्डेसन मात्रै लाउँछ हामी मेकअप गर्दैन मात्रै मस्कारा लाउँछ होला के लाउँछ हेर्नु न है धेरै गर्दैन क्या मतलब मेकअप गर्न चाहिँ आउँदैन तिमीलाई आउँछ मलाई के अरे के भन्नु लाग्थ्यो मैले अहिले चाहिँ 4 बजिसक्यो अब चाहिँ 4 बज्न लागिसक्यो अब चाहिँ घाम जान लाग्यो नि त घामको एसी राम्रो आउँछ त्यही भएर हामी चाहिँ घामको एसी बनाउने भनेर वेट गरेर बसेको घामको एसी जान्छ र बनाउनु भनेर अब चाहिँ हामी ड्रेस लगाएर निस्किन्छ ल अहिलेलाई यति नै यति गर्नु ल रुमले चाहिँ लाउनै रहेको थियो मैले चाहिँ एकछिन भिडियो बनाउँदैन भनेर के ल ओइ जल्दी मेकअप गरौँ जल्दी छुटछुट हामी चाहिँ अनि निस्किन्छौँ लाएर कपडा लगाएर निस्किन्छ फेरि म घर जानुपर्छ नि त ढिलो हुन्छ हामी चाहिँ पसेँ ल जल्दी गरौँ भिडियोमा जल्दी हामी चाहिँ अहिले रेडी भइसक्यो अब चाहिँ हामी जान्छौँ फोटोहरू भिडियोहरू गर्न अनि त्यसपछि तल गइसक्यो भिडियोलाई त हामी सुट गर्ने ठाउँमा हेर्न सक्नुहुन्छ सङ्गीता गुरुङको आउटफिट लुङ्गी टी सर्टमा म चाहिँ रुमा चाहिँ ड्रेसमा अब चाहिँ हामी जान्छौँ ल हजुरहरू हेर्दै गर्नु ल बाई हामी चाहिँ अहिले यहाँ कुसुमहरूको घर तल आइपुगिसक्यो टिकटक बनाउँदै भिडियो खिच्दै अहिले चाहिँ यो टाढामा आएको हामी चाहिँ फोटोहरू भिडियोहरू सुट गर्नलाई अब चाहिँ गर्छौँ अनि त्यसपछि हामी चाहिँ फेरि माथि जान्छौँ रुमाको घरतिर अनि त्यसपछि म फेरि घर जान्छु यो चाहिँ खिच्दै हिँडेर हेर्नु कस्तो राम्रो यसलाई के भन्छ है काब्रा यो चाहिँ घाँस कति ठुलो छ यत्रो छ बसेर यसरी यस्तो गरेर फोटो खिच्ने हो मलाई पनि देखाउँछु क्यामेराम्यान हो म चाहिँ क्यामेराम्यान हो सङ्गीता क्यामेराम्यान हो यसरी हेर्नुहोस् न रुमा ल यो चाहिँ हाम्रो घाँस हो सधैँ हामीले बाख्रालाई घाँस काटेर दिने अनि त्यसपछि यही घाँस हो आज हो र अब हामी के गर्छौँ त आज अब हामी के गर्छौँ
यस्तो राम्री भएर यो लुङ्गी यसो पारेखेमै कस्तो राम्री देखेछ हो रुमालाई हो सिन्दुर पोते पोते छैन अहिले चाहिँ सिन्दुर चुरामा कस्तो टलक्क कता कता जाँदा मात्रै लाउने कता कता जाँदाखेरि मात्रै लाउनु पर्छ नि त घरमा बस्दा किन लाउनु पर्दैन हामी जाने कता जाने हामी त जाने माथि जाने अहिले जाउँ मामा फोटो खिच्छ हामी साँच्चै फोटो भिडियो खिच्छ अनि त्यसपछि जान्छ फोटो भिडियो सुट गरेर हामी माथि जाँदैछौँ रुमाको घरतिर हामी चाहिँ अब कहाँ जाने पिनालु खन्न जाने रे है लाने भने त्यही लिन आएको हो क्या खासमा म त यसरी फेरि हामी दुईजना खालि भेट्यो कि टिकटक र फोटो त खिचिहाल्न बेभन्दा अगाडि पनि होइन बेभन्दा अगाडि हामी धेरै बनाएको त झन् जता गए पनि टिकटक भिडियो हुन्थ्यो नि त अहिले त झन् धेरै कम भयो अब फेरि छुट्टिन्छ होइन अहिले त धेरै गफ गफ गरिन्छ नि त हामी भेटेपछि अब पहिला चाहिँ टिकटक भिडियो आजभन्दा चाहिँ एकदम धेरै गफ गर्छ क्या बिहा भएपछि यस्तो गर्छु यस्तो 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 भन्दै उसले मलाई म सुनाउँछु अनि मैले मलाई ए हो र बिहा भएपछि यस्तो हो भन्दै हामी गफ गर्छ उसलाई चाहिँ फेरि भिडियो बनाउने हो अरे भन्छन् कसरी बनाउने भिडियो ल पोस्ट गर्नु त त्यस्तै हो उसको पोस्ट खालि यो भाइ किन आउँदैन यस्तो गर्ने केटाहरू जस्तो केटा हो हामी यस्तै त हुने बनाऊ जहिले यस्तै त हुने बनाऊ पारा पारा ल अब चाहिँ म रुमालै फोटो खिचिदिन्छु अनि त्यसपछि फेरि भिडियो कन्टिन्यू गर्छु ल जति नै घटाएर आउँछ त फुची मिया खाने बोइ हो तोस या पकाउ यही चले चनेछु चन चिसो त फोटो सोटो सबै सुट गरेर सक्यो अब चाहिँ थाक्यो नि त अब चाहिँ हामी ड्रेस फुकाल्छौँ यो कपडाहरू सबै फुकालेर अघि नै कपडा लाउँछु कुर्ता र मैले चाहिँ ज्याकेट लगाएको थियो नि त अब चाहिँ त्यही लाउँछु अनि त्यसपछि चाहिँ हामी चाहिँ पिनालु खान जान्छौँ मैले अघि नै भनिसकेँ पिनालु खान जान्छ भनेर कस्तो मुखै आमा खाने सिकायो त नि प्रोग्राम हिसाब ल लुगाहरू फालेर नागो हिँड्छु होइन बुजुले हामीलाई जिस्क्यो हामी मतलब यो होइन कि बुजु अघि नै कपडा लाउँछ भनेको क्या यो कपडा फुकालेर अर्को कपडा लाउँछ भनेको कि एकदम नयाँ कपडा हो नि त त्यो अर्को लाउने भनेको कि अघि डेली युज गर्ने क्या घरमा युज गर्ने कपडा नागो बनाउनु पर्छ बोले भाइ अब के बोले के छ थाहा बोले हाम्रो आमाहरू चाहिँ हो कि यसरी बोल्ने सकेको आमाहरू हो यस्तो मतलब यो उ गर्ने कि है जोक्स गर्ने होला होइन जोक्स गर्ने के कति त्यो राम्रो भएर राम्रो लुगा मात्रै लाउने त्यो नागो मान्छे बनाउन त्यो रुमाको आमा हो त्यसरी बोल्ने चाहिँ बोलिरहनु भएको चाहिँ गाउँको झाड खाने हो कि बाजेले चाहिँ खालि तर्साउँछ कि हामी तिनजनाले खान्छ कि दुईजनाले खान्छ यो गाउँको त औषधि के औषधि गाउँको त औषधि हुन्छ पालोको पैँचो हो गाउँको झाड खान्छौँ हामी चाहिँ अब झाड खाने मान्छेहरू थोपडा हेरौँ न गाउँको झाड हो कि गाउँकै दुईजना भेटेपछि खै देता अलिकति कस्तो दुईजना भेटेपछि त खान परिहाल्छ बेस्ट गुडियो रहेछ खतरा मिठो भएर हामी चाहिँ यो उको पिनालु खान जाने भनेको बुजुहरूले खनेर ल्याइदिनु भयो क्या हामीलाई बुजु र नानी पिनालु Sai maso izo paso tem mane tunje. Kheli samra buju kheli asara. Mone piminam salbo solo ju ta Khali zam mai izo khale azam. Izo khale. Nila mone ga khalam sane bil to.
प्लेटा कहीं तमलो से या खोइरी स्वामा तो पछि चाहिँ इजो खागे आखरी इजो चाहिँ सम आसो वा Sớm xe. त्यो सम तो बाले मलो Đi một giờ rồi. हाती पाओ बिल्या त सु हाती पाउ बिल्या वा सम लो सुसै मासो आयो त मेला यो चाहिँ एकदमै मिठो हुन्छ रे के यो चाहिँ Chưa được rồi. मेला खरी 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 पिनालु पिनालु भन्दा त थाहा छ नि कस्तो होला À, mua được rồi thì nó lấy xịt ra bao nhiêu này. जम्मै इप्ती जान्नु पुग्दैन पो म एउटा सर्ट पारिदिन्छु होला यहाँ सम्झिने यादी समय त यो भने बा सुई थम साथी छ रे दुईवटा मेवटा बुजुले चाहिँ स्याटी समेत खाने भनेको त्यो थम तुला नानी तिम्रो एकचोटि उक्जुर्या दि हामी जुरुमाले चाहिँ यहाँ जाड छानेर छानेर किनै लाग्यो ये बड़ी नहीं करा. छानेर त भन्छन् के भन्छ बा त्यो हुन्छ छानेला बिबार छुले Kalau ini paling. अलिअलि जिब्रो उल्ट पडिन्छ नि त गुरुङ हुन्छ तार्सिले हामीले पाच्यारे भन्छ कि पाच्यारे पाओ पा गुरुङहरु पा भन्छ केमा खाने त यसमा यसमा खाने बहिनी हैन तिनीहरुमा खान न काटिन चट काटि ओजो ओजो खाने जड खरी स्वामा या खरी हाँस्ने मात्र आयो। स्वामा खलानी Đây là giống cái gì vậy? लक्चेस Nó tôi à. पुरै चाहिँ खाइसकेको है यसले आधी देखाएको छ तर दुइटैको ल खाएर यता Thì à thì đâu qua không được. गुल्यो सके मै जस्तो अनि सट्टै खायो है तर यो त मै जस्तो भयो क्या सेम त्यसरी गुलियो भएर डल्लीको पैसा मै भन्न त्यसरी पो भन्नु हजुर डल्ली पैसा मै ए डल्ली भैँसीको मै हो यो चाहिँ ढोलको होइन ढोल हो क्या डल्ली भैँसी चाहिँ होइन डल्ली पैसा मै हो कि मै त्यस्तो बोल्नु पर्ने सयमा सक्दिएर रुमले नि भ्यायो सबैले भ्यायो बाजा हजुरलाई के भन्नु मन छ कि यता हेर्नु न के भन्नु मन छ कि मेरो यहाँ उहाँले कोले भन्नु मन छ होइन के भिडियोमा के भन्नुहुन्छ कि भनेको के भन्नु छैन केही जान्दैन म बोल्नु जान्दैन सबैले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला सबैलाई माया गर्ने सबैलाई सपोर्ट गरिदिने मेरो नातिनीलाई भोलि पर्सि फेरि उस्तै परेर बुहारी हुनु सक्दैन त्यही बाजे उल्का उल्का कुसुम चाहिँ केटा बाजे केटा उल्का उल्का पाउँथ्यो कुकुरहरूको मित्रता हेर्नु अब चाहिँ हामी यो करेन्ट चाउचो खानु लाग्यो करेन्ट चाउचो त फेभरेट हो नि फेरि फेभरेट हो रुममा चाहिँ यहाँ खाइसक्यो जल्दी चिचेस गरौँ चिचेस इधर आउनु चेस 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 खायौँ ल अब हामी खायौँ ल बाजे चुप भयो जस्तो हेरेको खायौँ ल म त खाना त्यो यहाँ बर्तमा यता इधर आऊ न तुम इधर पछाडि चलेको ओजो ओजो रिस खालाई भिवे तुबी भन म के त प्रसिङ हो भिडियो हो तो चिन्ता आरे मजाले प्रभाव हो झन् प्रल परेको चले जे भए पनि भने पनि हामी कहिले पनि छुट्दैन के केटा हो फेरि मेरो कानमा सुन्यो भने मैले फेरि जाने म त जाने होइन मैले त अरूलाई नि के भनिदिइरहनु म त मेरो कुरा नि यदि अरूले काट्यो भने म त बाँकी राख्दैन अन्त कसै कुरा पनि काट्दैन
हामी त आफ्नै बारेमा बोल्छ नि त सत्य अनि tu itu Indira di pada bola नानी नानी साथीहरूलाई पनि ल्याइदिनु Indira baca je lah. सोमिता त्यो त फेभरेट हो कि थिए जति पिरो हो आज सबै पिरो नहालेको के हो कतिवटा बगाउ है दुइटा मैले तर यो खान्थेन नि पहिला पहिला मसँग हिँड्नु खाऊ भन्न भने हो कसरी मिठो हुन्छ भन्ने देखाउने कस्तो हुँदो रहेछ भनेको त मिठो त भयो लास्ट मैले देखाएँ जे देखाएँ नि फेरि यसलाई फेरि ऊ हुन्छ क्या है बाहिर छ नि त जम्मल चुप डाँडो छ नि वाइ आसी तिनीहरू तिनवटा स्टाइलमा तिनीहरू नि आधा खानाबाट मजा आउन कसैले पानी खाऊ है ताई हो बस त देख्छु नि त बहुत पिरो किन धुने नि आएपछि खोलिदिन्छु आयो घरमा गएर कपाल लाउँछ दिएन पानी पनि नै Tadi itu bukan nanti mana ada. Kau lah minggu mau omle. Come. Go. Aku ni mana? Swim baja. Sarung omle. Beri swim. Mula gari merah. अब चाहिँ हामी जान्छौँ ल बाजे दाइ दाइ गए ओ बाजे यहाँ रुमा र नानीले चाहिँ मलाई पुऱ्याउन गएको के बिचराहरूले के गर्नु त झोला बोकेर कोही छैन मेरो साथीहरू यो खुजीले धरि दिदी एउटै अब गाउँमा बिहा नगरेको भने रुममा गइहाल्यो मेरो साथी एउटा थियो गइहाल्यो अब चाहिँ हामी माथि पुगेपछि देखाउँछ कता कता पुगेपछि हामी चाहिँ अब छुट्टिन लागेको रुममा चाहिँ नानी चाहिँ मसँगै जाने भयो नानी चाहिँ अनि चाहिँ हामी दुईजना चाहिँ अब छुट्टिन लाग्यो रुमलाई चाहिँ हेर्नु पऱ्यो उता डोजर कटिसकेपछि चाहिँ हामी चाहिँ पल्ला यहाँबाट जानु पऱ्यो क्या राति भयो नि त होइन फेरि यो आइडिया ननिस्किएको कि है के अब चाहिँ हामी छुट्टिन्छौँ जानु त ल बाई बाई गरिदियो मेरो भ्लगमा बाई गरिदिनु रुममा मेरो भ्लगमा बाई बाई अहिले चाहिँ हामी अब घर पुग्न लागिसक्यो रोडमै हो अब चाहिँ हामी यो अप्ठ्यारो बाटो चढ्नु पर्छ नि त त्यही भएर हामी फोन चलाउँदैन अब चाहिँ हामी भिडियो इन गर्न लगाएको जसले अन्तिमसम्म हेरेर साथ दिनुभयो उहाँहरू सबैजना धेरैभन्दा धेरै धन्यवाद बाई बाई